विल बी ब्याक छन् गोर्खेजहरू के छ तपाईँहरूको अलि चलि आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि 100 मा 99 एन्ड फिट एन्ड फाइन छ आजको ब्लगमा चाहिँ कुरा गर्न गइरहेको छु म हिजो भएको फुटबल म्याचको बारेमा जुन पोर्चुगल र उज्बेकिस्तान रहेको थियो। पोर्चुगलले हिजो 5 गोल हान्न सफल भएको छ। यो सँगसँगै चाहिँ पोर्चुगलका फ्यानहरू चाहिँ निकै हर्षित पनि देखिन्छन्। यो भन्दा अगाडिकोले चाहिँ पोर्चुगलका फ्यानहरूलाई अलिकति निकै नर्भस बनाएको थियो भनेदेखि हिजोको गेममा चाहिँ उज्बेकिस्तानसँगको गेमले गर्दाखेरि चाहिँ 5 गोल हान्न सफल भएको छ। त्यसैगरी उज्बेकिस्तानले हारेको छ। पोर्चुगल भने निकै शीर्ष स्थानमा उक्लिएको छ। यो सँगसँगै पोर्चुगलका फ्यानहरू निकै हर्षित देखिन्छन्। हर्षित देखिनु निकै राम्रो पनि हो। योभन्दा अगाडि थोरै नर्भस भए पनि हिजोको गेममा उज्बेकिस्तानको गेममा भने पोर्चुगलले निकै ठुलो स्कोर बनाएको 5 गोल हान्नु भनेको ठुलै कुरा हो र जसमा यदि रोनाल्डोको फ्यान हुनुहुन्छ भने तपाईँ झन् रोनाल्डोको लागि निकै खुसी हुनुभयो होला र यस्तै हुनेछ। अब आगामी आउने दिनमा के कस्तो हुनेछ गेम भने निकै राम्रो हुन्छ होला आशा गरौँ। पोर्चुगलका फ्यानहरू तपाईँ यदि हुनुहुन्छ भने तपाईँलाई के कस्तो लागिरहेको छ तल कमेन्टमा कमेन्ट गर्न सक्नुहुनेछ। र शीर्ष स्थानमा पनि उक्लिएको छ हिजोको गेममा। उज्बेकिस्तान भने ठुलो लज्जास्पर हार बेहोरेको छ। उज्बेकिस्तानले भने 5 गोल गरेसँगै यतिखेर पोर्चुगल भने शीर्ष स्थानमा उक्लिएको छ। आगामी आउने दिनमा पनि निकै राम्रो खेल्ने आशा गरिएको छ पोर्चुगलहरूले। हेरौँ अब के कस्तो खेल्छ त्यो भने चाहिँ अब आगामी आउने दिनमा पनि खेल हेर्न बाँकी नै छ है त। आशा गरौँ राम्रै खेल्ने छ भन्ने आशा छ। र पोर्चुगलका फ्यानहरू निकै यतिखेर हर्षित पनि देखिन्छन्। ठाउँ ठाउँमा यतिखेर सामाजिक सञ्जाल फेसबुकहरूमा टिकटकहरूमा पनि यतिखेर निकै राम्रो देखिएको छ हिजो भएको खेल। सँगसँगै पोर्चुगलका फ्यान निकै हर्षित देखिएको छ। सँगसँगै यदि तपाईँ चाहिँ रोनाल्डोको फ्यान हुन्छ भने रोनाल्डोको लागि पनि निकै हर्षित देखिन्छन्। गोल हाने सँगसँगै चाहिँ हर्षित देखिएको छ। सामाजिक सञ्जालमा अर्जेन्टिना र पोर्चुगलको फ्यानहरू निकै यतिखेर भनाभन परे पनि तर भने अहिले भने अस्तिको गेम अनुसार लाई निकै सुधार गरिएको देखिन्छ पोर्चुगलको टिमले हैन त। गोर्खेज के कसो गोर्खेज अब आगामी दिनमा के कस्तो खेल्छ त्यो भने हेर्न बाँकी नै छ। आजको लागि भिडियो यति नै। गोर्खेज ब्लगले देखाउनेछ ड्याङ्की ब्लग। स्टे ट्युन रहनु होला गोर्खेज ब्लग।